Hello everyone, welcome back to my channel e-शिक्षालय र आज हामी पढ्न गएको छौं ग्रेड 12 को one of the most important topic र बेसिकली यो फाइनल एक्जाम मा एनईबी बोर्ड मा सोधिएको क्वेशन थियो। सो फाइनान्शियल स्टेटमेन्ट जुन एक्जाम पर्सपेक्टिभ को भ्यू मा भेरी मच इम्पोर्टेन्ट च्याप्टर हो, त्यसैले यो प्रिभियस इयर मा आएको क्वेशन लाई कसरी सर्ट आउट गर्ने भन्ने कुरा हामी यो भिडियो मा चाहिँ क्लियर इन्फर्मेसन लिने छौं। र फर्स्ट अफ अल हामीले बेसिकली क्वेशन को स्ट्र्याटेजी हेर्ने छौं। अरु बेला चाहिँ हामीलाई डेबिट र क्रेडिट भनेर सेपरेट गरिदिएको हुन्थ्यो भने यो पाली चाहिँ सिम्पली के गरिदिएको छ त हेडिङ दिएको छ र हेडिङ को अमाउन्ट मात्रै दिएको छ। त्यसपछि हामीले के थाहा पाउनु पर्यो भन्दाखेरि कुन पर्सन डेबिट हो र कुन पर्सन चाहिँ क्रेडिट हो भन्ने कुरा हामी आफैले थाहा पाउनु पर्ने हुन्छ। र एडिसनल इन्फर्मेसन एज युजुअल दिएकै छ। तीनटा एडिसनल इन्फर्मेसन जस्तै क्लोजिङ स्टक, ट्याक्स प्रोभिजन र आउटस्ट्यान्डिङ रेन्ट भनेर एडिसनल इन्फर्मेसन दिएकै छ। र फाइनली के फाइन्ड गर भनेको छ, एउटा ट्रेडिङ अकाउन्ट फाइन्ड गर भनेको छ र अर्को के अकाउन्ट भनेको छ त प्रॉफिट एन्ड लस अकाउन्ट फाइन्ड गर भनेको छ। सो विदाउट वेस्टिङ टाइम मैले गर्ने स्ट्र्याटेजी कसरी छ, लेट्स गेट स्टार्टेड विथ दैट स्ट्र्याटेजी। अब सुरुमा हेर्ने हो भने क्लोजिङ स्टक। फर्स्ट अफ अल हामीलाई के मात्र अकाउन्ट बना भनेको छ त एउटा ट्रेडिङ अकाउन्ट बना भनेको छ र अर्को भनेको प्रॉफिट एन्ड लस अकाउन्ट बना भनेको छ। सो हामीलाई अब थाहा हुनु पर्यो एडिसनल इन्फर्मेसन को पोस्टिङ त 2 टाइम्स हुन्छ। हामीले माइन्डमा के मेकअप गर्नु पर्यो भन्दाखेरि एडिसनल इन्फर्मेसन को पोस्टिङ चाहिँ 2 टाइम्स हुन्छ भने माथि जुन ट्रायल ब्यालेन्स जुन बक्समा दिएको इन्फर्मेसन छ त्यो बक्समा दिएको इन्फर्मेसन को पोस्टिङ चाहिँ सिम्पली 1 टाइम मात्रै हुन्छ, एकचोटी मात्रै हुन्छ। एडिसनल इन्फर्मेसन को 2 टाइम्स र जुन हाम्रो यो माथि ट्रायल ब्यालेन्स या बक्समा दिएको इन्फर्मेसन त्यसको पोस्टिङ चाहिँ सिम्पली एकचोटी मात्रै हुन्छ। अब एडिसनल इन्फर्मेसनबाट जाउँ, 2 टाइम पोस्टिङ हुन्छ। सो क्लोजिङ स्टक। अब क्लोजिङ स्टक को 2टा पोस्टिङ कहाँ हुन्छ त्यो हजुरले याद गर्नुपर्ने हुन्छ। मैले मेरो प्रिभियस भिडियोजमा नै हालेको छु है त। सो क्लोजिङ स्टक को 2टा पोस्टिङ कहाँ हुन्छ त एउटा ट्रेडिङ को सीआर मा र अर्को कहाँ हुन्छ त एसेट्स मा हुन्छ। तर हामीले अहिले ब्यालेन्स सिट नबना भनेको केसमा हामीले यसको एउटा मात्रै पोस्टिङ गर्छौं, क्लोजिङ स्टक ₹50,000 ट्रेडिङ अकाउन्ट को सीआर मा। सो सिम्पली हामी के गर्छौं त बाइ क्लोजिङ स्टक बाइ क्लोजिङ स्टक कति दिएको छ क्लोजिङ स्टक 50,000 हो। त्यसै गरिकन अब ट्याक्स प्रोभिजन 25% अन इन्कम। अब कति प्रॉफिट हुन्छ त्यसको 25% चाहिँ प्रोभिजन फर ट्याक्स राख्नु भनेको छ। अब यो चाहिँ हामीले पीएल अकाउन्ट निकालिसकेपछि मात्र गर्नुपर्ने भएको कारणले गर्दाखेरि यसलाई हामीले होल्डमा राख्छौं है त। अब नम्बर 3 केसमा के छ त आउटस्ट्यान्डिङ रेन्ट ₹3000। आउटस्ट्यान्डिङ भनेको तिर्न बाँकी। सो एउटा पोस्टिङ अभियसली कहाँ हुने भयो त लायबिलिटिजमा हुने भयो र अर्को पोस्टिङ कहाँ हुन्छ त रेस्पेक्टिभ हेडिङसँग त्यो आउटस्ट्यान्डिङ के हुन्छ सिम्पली एड हुन्छ रेस्पेक्टिभ हेडिङ। अब यो आउटस्ट्यान्डिङ रेन्टमा आउटस्ट्यान्डिङ त भयो त्यसको रेस्पेक्टिभ हेडिङ के हुने भयो त रेन्ट हुने भयो। सो हामीले के गर्छौं त रेन्टलाई जोड्ने काम गर्छौं। अब रेन्ट कहाँ हुन्छ त अभियसली प्रॉफिट एन्ड लस मा हुन्छ। रेन्ट कति दिएको छ त हेरौँ त रेन्ट एक्सपेन्सेस भनेर 15,000 दिएको छ। सो हामी सिम्पली यहाँ के लेख्छौं त 2 रेन्ट लेख्छौं। रेन्ट कति दिएको छ 15,000 र एड के गर्छौं त एड आउटस्ट्यान्डिङ। मैले ओएस ले सिग्निफाइड गरे त आउटस्ट्यान्डिङ रेन्ट कति दिएको छ त आउटस्ट्यान्डिङ रेन्ट हामीलाई 3,000। हामीले सिम्पली यहाँ के गर्छौं 3,000 टोटलमा कति दिनु भयो त 18,000। फेरि एकचोटि म रिभाइज गरिदिन्छु है त। क्लोजिङ स्टक को 2टा पोस्टिङ हुन्छ, एउटा प्रॉफिट एन्ड लस को क्रेडिटमा ट्रेडिङ अकाउन्ट को क्रेडिटमा र अर्को भनेको ब्यालेन्स सिट को एसेट्समा। अब हामीले अहिले ब्यालेन्स सिट नबना भनेको केसमा हामीले सिम्पली एकचोटि मात्रै पोस्टिङ गर्यौं बाइ क्लोजिङ स्टक लिएर 50,000। त्यसै गरिकन ट्याक्स प्रोभिजन यो हामीले जब प्रॉफिट एन्ड लसमा कति ट्याक्स प्रॉफिट आएको छ निक्लिन्छ त्यसको 25% प्रोभिजन राख्छौं। त्यसैले अहिले यो पोर्सन हामी छुदैनौं। र फाइनली आउटस्ट्यान्डिङ रेन्ट भनेको छ। आउटस्ट्यान्डिङ भन्ने बित्तिकै जहिले पनि लायबिलिटिज आँखा चिम्लेर कुन साइडमा लायबिलिटिजमा हाल्यो, तर अहिले हामीलाई ब्यालेन्स सिट बनाउन नभनेको केसमा हामी त्यसलाई छुदैनौं। र अर्को पोस्टिङ भनेको रेस्पेक्टिभ हेडिङसँग हामी सिम्पली त्यसलाई के गरिदिन्छौं त एड गरिदिने काम गर्छौं। र एड गरिदिने काममा कोसँग आउटस्ट्यान्डिङ भएको छ त रेन्ट। रेन्ट अभियसली कहाँ हुन्छ त प्रॉफिट एन्ड लस को डेबिटमा हुन्छ। सो प्रॉफिट एन्ड लस को डेबिटमा राख्छौं र आउटस्ट्यान्डिङ रेन्टलाई सिम्पली के गरिदिन्छौं एड गरिदिन्छौं। अब तलको एडिसनल इन्फर्मेसन को काम अलमोस्ट सकिसकेपछि अब हामी कहाँ जान्छौं
माथिको ट्रायल ब्यालेन्सलाई सिम्पली वान टाइम पोस्टिङ गर्छौँ। स्टार्टिङ केबाट भएको छ त ओपनिङ स्टक 40,000। अभियसली ट्रेडिङको डिआरमा हुन्छ। यो अझै पनि कन्फ्युज हुन्छ भने मेरो पुरानो भिडियोमा जानुहोस्, एक्चुअली मैले फर्मेट या कसरी गर्ने भनेर कन्सेप्ट राखिदिएको छु। डु इट, ओके। सो इट विल बी मोर इजियर फर यु। सो ओपनिङ स्टक जहिले पनि ट्रेडिङको डिआरमा। सो हामी के लेख्छौँ यहाँ 2 ओपनिङ स्टक। सो कति छ त ओपनिङ स्टक हेर्नु त 40,000। सो हामी सिम्पली के गर्छौँ यहाँ 40,000 लेखिदिन्छौँ हो। नेक्स्ट पोर्सन के छ त 2 पर्चेज। पर्चेज रिटर्न छैन। सो सिम्पली हामी डाइरेक्टली के लेख्छौँ त 2 पर्चेज। त्यो पनि कहाँ नि हुन्छ त पिएलको सरी ट्रेडिङको डिआरमा हुन्छ। सो 2 पर्चेज कति छ त 5,50,000 5,50,000। त्यसपछि आउँछ वेजेस। त्यो पनि ट्रेडिङको डिआरमा हुन्छ। सो 2 वेजेस कति छ वेजेस 2 वेजेस भनेर हामीले दिएको छ 60,000 गर्छौँ। त्यसै गरिकन स्यालेरी कहाँ हुन्छ अभियसली पिएलको डेबिटमा। सो टु स्यालेरी कति छ त स्यालेरीको अमाउन्ट 80,000 गऱ्यौँ। अब त्यसपछि आउँछ डिस्काउन्ट रिसिभ। जे कुरा हामीलाई क्वेसनले रिसिभ भनेर दिएको हुन्छ त्यति बेला हामीले सिम्पली प्रफिट एन्ड लसको क्रेडिट पोर्सन युज गर्छौँ। फेरि एकचोटि सुनौँ है त। जे क्वेसनले हामीलाई रिसिभ भनेर दिएको हुन्छ मोस्ट अफ द केसेस अलमोस्ट 99% केसेसमा जब हामीलाई रिसिभ भनेर दिएको हुन्छ त्यति बेला हामीले सिम्पली कुन पोर्सन युज गर्छौँ त प्रफिट एन्ड लसको क्रेडिट पोर्सन युज गर्छौँ। सो यहाँ पनि हामीले सिम्पली त्यही नै गर्छौँ। डिस्काउन्ट रिसिभ भनेको त यहाँ हामी के गर्छौँ त बाई डिस्काउन्ट रिसिभड। कति डिस्काउन्ट रिसिभ गरेको रहेछौँ त हामीले 10,000। त्यसपछि आउँछ इन्ट्रेस्ट एक्सपेन्सेस। अभियसली कहाँ हुने भयो त पिएलको डेबिटमा हुने भयो। 2 इन्ट्रेस्ट एक्सपेन्सेस सबै एक्सपेन्सेस इन्ट्रेस्टसँग रिलेटेड सबै कहाँ नै हुन्छ त प्रफिट एन्ड लसको डेबिटमा हुन्छ। सो 2 इन्ट्रेस्ट एक्सपेन्सेस कति छ 12,000। एक्सपेन्सेस जति सबै पिएलको डिआरमा हुन्छ मैले भनिसकेको छु। क्वेसनले फेरि अर्को के भनेको छ एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस कति भनेको छ 35,000। 2 एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस कति हुने भयो 35,000 एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस। सेल्स अभियसली कहाँ हुने भयो त ट्रेडिङको सिआरमा। सो बाई सेल्स रिटर्न छैन त्यसरी मैले सिम्पली बाई सेल्स लेखेर कति लिएर अमाउन्ट कति छ 9 लाख सेल्समा भयो। अब एडभर्टिजमेन्ट एक्सपेन्सेस जति सबै कहाँ हुने भयो त पिएलको डेबिटमा। एडभर्टिजमेन्ट एक्सपेन्सेस कति छ त एडभर्टिजमेन्ट एक्सपेन्सेस 25,000 25,000 चाहिँ एडभर्टिजमेन्ट एक्सपेन्सेस। रेन्ट एक्सपेन्सेस हामीले डिल अप गरिसक्यौँ। अब अर्को एक्सपेन्सेस के छ त वाटर एन्ड इलेक्ट्रिसिटी। टु वाटर एन्ड इलेक्ट्रिसिटी कति छ त वाटर इलेक्ट्रिसिटी 30,000। यसरी माथि भएको सबै ट्रायल ब्यालेन्स इन्फर्मेसन हामीले कतिचोटि पोस्टिङ गऱ्यौँ त सिम्पली एकचोटि पोस्टिङ गऱ्यो भने पछि एडिसनल इन्फर्मेसनको पोस्टिङ कतिचोटि गऱ्यौँ त 2 टाइम्स गऱ्यौँ। अब लेट्स ब्यालेन्स इट डाउन। अब ब्यालेन्स गरेर सिम्पल हामीले के गर्छौँ त पहिला टोटल निकाल्छौँ दुईटै साइडको। यो टोटल भयो त। अब टोटल कति हुन्छ अभियसली क्रेडिट बढी छ यतिकै थाहा हुन्छ 9,50,000। यता पनि हामी के लेख्छौँ त 9,50,000 लेख्छौँ। अब यतापट्टि ब्यालेन्स गर्दा हामीले सिम्पली केबाट ब्यालेन्स गर्छौँ त टु ग्रस प्रफिट
ग्रस प्रफिट लेखेर ब्यालेन्स गर्छौँ। अब ग्रस प्रफिट लेखेर हामीले ब्यालेन्स गरेर कति हुन्छ त ब्यालेन्सहरु है त एकचोटि चेक गरौँ है त 9,50,000 छ 9,50,000 छ माइनस कति हुने भयो त 40,000 माइनस 5,50,000 माइनस 60,000 सो कति हुने भयो त एक्ज्याक्टली 3 लाख हुने भयो। के हुने भयो त 3 लाख। अब 3 लाख हाम्रो के आयो त ट्रेडिङ अकाउन्ट आयो। अब यो जुन ग्रस प्रफिट छ ग्रस प्रफिट के हुन्छ त ठ्याक्क पीएल अकाउन्टमा क्रेडिटपट्टि के हुन्छ त ब्रट डाउन हुन्छ। लेख्ने तरिकाहरु हुन्छ त बाइ ग्रस प्रफिट बीडी ब्रट डाउन। कति ब्रट डाउन भयो त एक्ज्याक्टली 3 लाख ब्रट डाउन भयो। हेरौँ अब आउँछ अलिकति प्रब्लमेटिक सिचुएसन। अब हामीले ट्रेडिङ अकाउन्ट त निकाल्यौं। ट्रेडिङ अकाउन्टबाट निकाल्दा हामीले ग्रस प्रफिट कति निकाल्यौं त 3 लाख रुपैयाँ निकाल्यौं। अब हामीले फाइनली के निकाल्नु पर्ने हुन्छ त यो जुन ट्याक्स प्रोभिजन प्रफिटको कति पर्सेन्ट ट्याक्स तिर भनेको छ त 25%। भनेपछि हामीले रफली पाएछौँ हामीलाई कति प्रफिट आउँदैछ त्यो निकाल्नु पर्ने हुन्छ है त। 3 लाख प्लस 10,000 3,10,000 भयो। यो मैले सिम्पली रफ गर्दैछु ल 3,10,000 भयो। यतापट्टिको एड गरौँ है त यतापट्टिको एड गरौँ है त 18,000 प्लस 80,000 प्लस 12,000 प्लस 35,000 प्लस 25,000 प्लस 30,000 गर्दा हाम्रो कति आयो त 2 लाख। प्रफिट कति आउने रहेछ त हेरौँ त 1,10,000 हो। अब 1,10,000 को कति रफ निकाल्नु पर्यो त 25% भनेको 0.25 ले मल्टिप्लाई गर्दा कति आउने भयो त 50,000। भनेपछि प्रोभिजन कति निकालेर रहेछ त उले 50,000 निकालेको रहेछ। 25% छैन त क्वेशनमा एक्ज्याक्टली। के गर्यौं त 3,10,000 भयो। 3,10,000 भइसकेपछि हामीले सिम्पली के गर्यौं त यसबाट हामीले रफ एउटा के निकाल्यौं त एउटा शेड्युल निकाल्यौं। रफ शेड्युल निकालिसकेपछि कति आउने रहेछ त 1,10,000। फेरि एकचोटि म क्याल्कुलेसन गर्छु है त 3,10,000 भयो। 3,10,000 माइनस 18,000 माइनस 80,000 माइनस 12,000 माइनस 35,000 माइनस 25,000 र सिम्पली फेरि माइनस 30,000 1,10,000 1,10,000 कति पर्सेन्ट भनेको त क्वेशनले 25%। भनेपछि कति आयो त सरी 25% क्याल्कुलेट गर्दा सरी क्याल्कुलेसन हल्का मिस्टेक भएछ। कति आउँदैछ त 1,10,000 को 25% क्याल्कुलेट गर्दाखेरि 27,500 आउँदो रहेछ। भनेपछि उले प्रोभिजन कति राखेको रहेछ त 2 प्रोभिजन एउटा पोस्टिङ 2 प्रोभिजन फर ट्याक्स कति हुने रहेछ त 27,500। सबै बुझ्नु भयो है। अहिले क्याल्कुलेसन मिस्टेक भएको रहेछ। 1,10,000 इन्टु 0.25 कसरी गरिएको छु मैले मुखले बोल्दाखेरि पनि हजुरले क्लियर हुन सक्नुहुन्छ र क्याल्कुलेसन यसरी गरिएको छ। आफूले स्लाइटली रफमा एकचोटि प्र्याक्टिस गर्न खोज्नु भयो भने यु विल डेफिनेटली गेट इन अ भेरी इजी एन्ड कन्भिनियन्ट वे। अब फाइनली हामीले के निकाल्छौँ त 2 नेट प्रफिट। अब नेट प्रफिट कति आयो त अब यसलाई पनि मैले मेरिदिएँ है त सबैले बुझिहाल्नु भयो होला। नेट प्रफिट कति आउने भयो त यहाँ टोटल कति भयो 3,10,000 यहाँ पनि कति हुनु भयो 3,10,000 र नेट प्रफिट कति आउनु भयो त 3,10,000 माइनस 18,000 माइनस 80,000 माइनस 12,000 माइनस 35,000 माइनस 25,000 30,000 र 27,500 माइनस गर्दाखेरि 27,500 माइनस गर्दा कति आयो 82,500। नेट प्रफिट कति आउनु भयो त 82,500। हेरौँ है त यो एडिसनल इन्फर्मेसनको जुन छुटेको पोर्सन थियो त्यो पनि हामीले गर्यौँ जुन प्रोभिजनसँग रिलेटेड। सो के क्लियर हुनु पर्यो भन्दाखेरि प्रोभिजनको केस कसरी गर्ने र एक्जाममा झुकाउने ठाउँहरू भनेको यस्तै नै हो। सिम्पल छ तर झुकाउँदाखेरि हामी बढी कन्फ्युज हुन्छौँ। सो प्र्याक्टिस गर्नु होला
यदि कुनै प्रब्लम छ भने डु कमेन्ट इन माई कमेन्ट सेक्सन। पहिला पनि आएको क्वेसन थियो, त्यसै पोहोर वर्ष आएको क्वेसन हो, त्यसैले योपालि पनि आउने पोसिबिलिटी एकदमै हाई छ। यस्तैसँग लिङ्क अप हुन्छ। डु प्र्याक्टिस। कुनै पनि प्रब्लम छ भने डु कमेन्ट इन माई कमेन्ट सेक्सन। मेरो च्यानललाई लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला। टिल देन ह्याभ अ ग्रेट टाइम। थ्याङ्क यू।